हामी अहिले जान लागेको स्विमिङ पुलको नाम चाहिँ के अरे फ्यामिली रिसोर्ट। ओ सर्प हेर न त्यहाँ स्विमिङ पुल गर्मी महिनाको फाइदा चाहिँ ग्याङ वेलकम टु माई ब्लग होइन। आज चाहिँ हामी कहाँ जानु लाग्यो स्विमिङ पुल हाम्रो अहिले चाहिँ ट्याग लगाएर 11को इक्जाम चलिरहेको होइन। हामीलाई चाहिँ टेन्सन भयो टेन्सन त्यहाँ बान्डिल भन्नु नि हामी अहिले जान लागेको स्विमिङ पुलको नाम चाहिँ के अरे फ्यामिली रिसोर्ट। ओ सर्प हेर न उहाँ दिनुहोस् यहाँ उयो रहेछ ग्रिन एनाकोन्डा कस्तो ठ्याक्कै भर्खर गरेको ठ्याक्कै ओहो यो त सेक्सी छ यो सर्प मलाई समाउन मलाई राख उहाँ त टोकिदिरहेको कि फेरि आऊ भाग किन भाग निस्किन हेरौँ न सर्पलाई हान्नु कि उता कहाँ हान्दा भने कस्तो बौला यो त त नहान्नु भनेछ यसले टोको भने के टोक्नु भाइ यसले जुति लाग्दैन ठुलो आमान हो हजुर ग्रिन कलर हरियो कलर पकाएर खान लागेको हामीले गरेर होइन हरियो कलरको छ यो अनुहारै नहर चोरको अस्तिको बाटो जाउँ न अस्तिकै बाटो जाउँ न फेरि यस्तो गरेर त्यहीँबाट जानुपर्छ ल जाउँ न त यो जाउँ न त नयाँ बाटो यसो नयाँ बाटो टेस्टिङ पनि हुन्छ चेक भेट्यो चेक जस्तै छ ए त्यो अहिले तिमीले एउटा नयाँ एडभर्टाइजमेन्ट थाहा छ के ठ्याक्क 1000 रुपियाँ नोट त्यसरी फाल्छ टिपेर होइन कलेज गयो कि कलेजहरूको अनि त्यसपछि कुनै कोरियन भाषा पढ्नेहरूको त्यस्तो हुन्छ अनेता नमस्कार हावाले चल्दैन नमस्कार भोटाहरूलाई नै दिनु होला अहिले हामी जान लाग्यो के अरे फ्यामिली रिसोर्टको नाम चाहिँ फ्यामिली रिसोर्ट हो कसैलाई मान्छे हानी होइन कि टिप न खै म टिप्छु लातोसम्म म टिप्छु यस्तो गर न उल्टा भयो ए ओ हुन्छ ओ खेत रहेछ धन्यवाद अङ्कल अङ्कल हो कि दाइ हो ल मलाई पनि दे मैले त कान्छो मात्रै टिपेँ गर्मी महिनाको फाइदा चाहिँ त एउटा दिन बिजनेस मैले नदेखाएँ मुलाहरूले देखाइदिएको थियो होला गोजीमा हाल्दो रहेछ यसले गोजीमा झ्याप्छु ल यो तिमी खा ए मलाई सबै हरियो आयो क्या अब जानु पनि जाउँ त्यहाँ ल अब चाहिँ फुटेकै हो त्यहीँ पुगेर भेट्छु हामी गाइज हामी चाहिँ पुग्न आँटिसकेको छौँ। यो पौडीसम्म जाने ठाउँ चाहिँ उयो माथिपट्टि हो। मुलाहरूलाई खोलामा हिँड भनेको यता लुबतिर खोलामा पनि खेल्छ। अस्तिको त्यो तलको खोलामा माछा पकाएको त्यो यत्रो त्यहाँ पनि हुँदो रहेछ है माछा हिले माछा त्यो हामी अस्ति गएको थियो नि तल मैले एउटा माछा पकाएर राखेको छु कस्तो आवाज गर्दै गयो भने हिले माछा हामीले पनि के क्या हो मान्छे गाह्रो हुँदैन भने बाघको रोड होइन हामीले क्या मैले त जिस्काइदिएँ है गाइस फेरि जिस्काइदिएँ डोन्ट टेक इट सिरियस एकैजना भुइँ लडाइदिनु त्यही उता निलो जस्तो देखिरहेको नि त्यहीँ हो त्यहाँबाट ट्याक्क तल जाने उयो तल स्विमिङ पुल चाहिँ तपाईँहरू पनि लुबुमा होइन ट्याक्क थाहा भने आउनु नथाहा भए आउनु आउनु भन्थ्यो मलाई यही ठाउँ खतरा भ्यू चाहिँ खम भन्छ अनि सोची बन्द क्या आज खम भन्छ होइन म काममा जानुपर्छ भन्छ होइन ल भन्नु अनि खाना खाइसकेपछि चाहिँ होइन वेटर एउटा भन्ने आउँछ त्यही आउनु त्यो साथी आउनु त्यसको जबै त्यहीँ हो क्या हामी चाहिँ पुगिसक्यो त्यसलाई काट्दिन्छ यो खासै फनी छैन हामी चाहिँ पुगिसक्यो ठ्याक्कै
आमामा मान्छे त टनाटन प्याक छ कि या जे पनि हामी खेल्दिनँ तिनवटा स्विमिङ पुल गरिदिनु रे के भने तिनवटा स्विमिङ पुल खेल्ने रे यसले दुइटा मात्रै हो कहाँ छ तिनवटा एउटा स्मल खालको छ एउटा लार्जवाला कति 4.5 वर्षसम्म निस्क्यौँ हामी 2 घन्टा खेलेर निस्क्यौँ त्यसले चोट लाग्छ त त्यसले यो पनि होइन रहेछ खास त्यो भित्र के गर्दा थियो सुतिरहेको थियो त खुच्चाउँदा एकचोटि गाउँमा सुतिरहेको थियो यहाँ पागल जस्तो छ कि है पागल के गर्दा चाहियो के वेटर पिकअप हाल्नु छ कुदे पिकअप हाल्नु त पिकअप हाल्नु छिटो मैले गाई झाएको स्विमिङ पुल चाहिँ यस्तो उतापट्टि हो तिम्रो त यो त उल्टोमा आयो भने यहाँनिर यहाँ पुरुष लेखिरहेछ यो आइदिइरह नारी आइदिइरह अब चाहिँ जमाइ त स्विमिङ खेल्नु हामी चाहिँ स्विमिङ पुलमा जाने होइन पुगिसक्यो अब बाहिरबाट चाहिँ खप्पा गीत गाइरहेको कि दा म फर्स्ट टाइममा हाल्छ अब स्विमिङ पुल हाल्छ सिधै नदिएर ल खोइ भएन त आउँदैन टाइप भयो ल जाऊ ल म हाल्छु आज त्यो चप्पल खोलेको हो चप्पल खोल्दा अब हामी चाहिँ होइन ट्याक्क अन्डर वाटर जाने होइन त्यो पहिला निस्किने त्यो गेम खेल्नु भनेको 1 2 3 and go. मैले जितेर हो मैले हो कमेन्टमा हान्नु त कमेन्टमा कसो देख्छ आँखा ओपो फुल हो टाइप हान्छ अरे के हुँदैन ल जान त ल त्यसले डाइभ हान्छ अरे करणको डाइभ हो फेरि यस्तो खिच्यो ह्यान्ड नडाउन हाल्नु ध्यानमै हान्दैन त अब फुट्यो हस्पिटल लग्छु ल टाउको फुट्दै फुट्दैन खुट्टा घाँटे पर्किँदा
माया र दिएर के भने रोटी माग्छ अरे मलाई उयोसँग माग्छ सुविधा प्योर किनौँ भनेको पैसा पुगेन कोडीलाई कस्तो आएको मिलेपछि पानी त हिजो भर्खर यो नाकमा तिनचोटि ह्याच गरेर हाम्रो अवस्था यस्तो नाक पनि पोल्यो भने तिम्रो पोल्यो घाम गयो बोल ताता दुख्न थालेर काम गएर रसी केटो हाल्नु त उल्टी हाल्नु नभए म नि हालिदिन्छु नि तिनीहरूले नि उल्टी हान्छ अरे सिधै सुत्यो भने त कानो पानी सुत्यो नि त के उल्टी हान्नु भनेको यस्तो र उस्तो हान्नु ल छिटो फास्ट 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 ल हाने 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 कुन चाहिँ तालको उल्टी हो यो ल ल अब करणले उल्टी हान्छ अरे ल उल्टी हान्न भनेको सुत्ने र उठ्ने मात्रै गर्छ उल्टी हान्यो अन्त त मलाई नि आउँदैन यहाँको पिकल सुपारी 100 रुपियाँको ट्र्याक्टर लागिहाल्छ पैसा अहिले सब कुराको पैसा लाग्यो सुपारीको चाहिँ फ्रीमै दियो आलु भर्ने थियो आलु भर्दा नि थियो आलु भएर त त्यो बाटोमा भइहाल्यो नि त्यो त यहाँको त गाई आलु भएर नि त्यहाँ यहाँ दुईवटा होइन चारवटै गयो तिनवटा होला म त तिमीहरूले चाहिँ त्यो दाइलाई दिए होला भन्नु होइन त्यो दाइले दिएको उल्टै आलु भएर नि फ्रीमा दिएर दाइले के भन्नु साथी नै भनौँ न मेरो कोही लाग्यो त्यही हो अब घर लाग्दैछ हामी चाहिँ अहिले बेलुका भयो अब कि घर गएपछि भेट्ने थियो अब बाटोमा बोकाउँदै बाटोमा हल्ला गरिदिन्छु अब यो पोकाउनेलाई झन्डै सर्वलाई मारिदिन्छ है भने बेकार थियो है बिचरा कुन बाटो आएर त्यो सर्प झन्डै ढुङ्गा हान्दिएर मैला त्यहाँ नि हालिन्छ के अरे सर्पले होइन प्रवेशलाई एन्डले घर पुगेर भेटौँ होइन होइन अब हामी चाहिँ घरनिर पुगिसकेको थियो अब घर गएर आजको भ्लग सकाउँछु भनेर भनेको थियो तर हामी चाहिँ यहीँबाट फेरि फर्किनुपर्ने हुन्छ उसको बाछा सिक्किम जानु पनि छ अरे अनि त्यही भएर यहाँ आदि यहाँ कुल्फी खाने अनि त्यसपछि फर्किनु पर यही कुल्फी यही पाउँबाट खाने यही भन्दै होइन आजको भ्लग यहीँ सकाउँछु यो घर जान्छ अरे ल मोबाइल त्यसै मोबाइलबाट भ्लग ल आजको भ्लग कस्तो लाग्यो लाइक सेयर कमेन्ट होइन जे हुन्छ सबै त्यही हानिदिनु ल भन्दै आजको भ्लग यहीँ सकाउँछु